आज हामी कुरा गर्न लागेका छौं एउटा अत्यन्तै रोचक र भविष्यवादी विषयमा, आर्टिफिशियल वुम्ब अर्थात् कृत्रिम गर्भाशय। कृत्रिम गर्भाशय, वाउ! के यो प्रविधिले हाम्रो जीवन र समाजलाई झनै बदल्नेछ? के यो मानव प्रजनन प्रक्रियामा नयाँ युगको सुरुवात हो कि यसले गम्भीर नैतिक प्रश्नहरू उठाउनेछ? अनि विज्ञानले यसलाई कसरी सम्भव बनाइरहेको छ? म जान्नलाई एकदमै उत्साहित छु। आजको भिडियोमा हामी यी सबै कुरा विस्तारमा बुझ्नेछौं। सर्वप्रथम, कृत्रिम गर्भाशय भन्नाले के बुझिन्छ? प्राकृतिक गर्भाशयमा बच्चा सुरक्षित र पोषण पाउँछ, तर जब बच्चा समयभन्दा पहिले जन्मिन्छ वा महिलाले गर्भधारण गर्न सक्दिनन्, तब बच्चाको जीवन जोखिममा पर्छ। त्यसो भए आर्टिफिशियल वुम्ब भन्नाले यस्तो उपकरण हो जसले गर्भाशयको कामलाई कृत्रिम रूपमा पूरा गर्छ? यहाँ भ्रूणलाई बाहिरी वातावरणमा राखेर आवश्यक अक्सिजन, पोषण र सुरक्षा प्रदान गरिन्छ ताकि बच्चा भित्र जस्तै विकास गर्न सकोस्। अविश्वसनीय! ठिक भन्नुभयो। आर्टिफिशियल वुम्ब एउटा बायोरियाक्टर जस्तो उपकरण हो जसमा भ्रूणलाई तरल पदार्थले भरिएको सुरक्षित चेम्बरमा राखिन्छ। यसले गर्भाशयको जस्तै नम र गर्म वातावरण बनाउँछ। साथै यो बच्चालाई अक्सिजन र पोषण पुर्याउन प्लासेन्टाको भूमिका जस्तै गर्छ। अझ ठूलो कुरा, यसले भ्रूणबाट निस्कने फोहोर पदार्थ पनि बाहिर निकाल्ने काम गर्छ। अहो, वैज्ञानिकहरूले यो प्रविधि जनावरमा सफल परीक्षण गरिसकेछन्। अब मानवमा पनि यसको प्रयोग सम्भव बन्ने क्रममा छ। यसका फाइदाहरू के छन्? अत्यन्त अस्वस्थ महिलाहरूलाई गर्भवताको विकल्प, छिटो जन्मिएका बच्चाहरूको ज्यान जोगाउने नयाँ तरिका, प्रजनन अधिकारमा नयाँ स्वतन्त्रता, महिलालाई गर्भधारणको बोझबाट मुक्त गर्ने सम्भावना। तर यतिमै रोकिँदैन, छन् गम्भीर नैतिक र सामाजिक प्रश्नहरू पनि। ओहो, यो त ठूलो विषय रहेछ। भविष्यमा के हुन सक्छ? अब तपाईको विचार के हो? आर्टिफिशियल वुम्ब प्रविधि मानव जीवनको लागि वरदान हो कि रोकिम? तल कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोला। यदि यस्तो रोचक विज्ञान विषय मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। फेरि भेटौँला अर्को नयाँ विषयका साथ। धन्यवाद।